अमेरिकामा नेपाली राजधानी नवीकरण गर्ने प्रक्रिया। सुरुमा तपाईहरूले एम्बेसीमा अपोइन्टमेन्ट लिनुपर्ने हुन्छ र त्यसको लागि तपाईहरूले आफ्नो मोबाइल वा कम्प्युटरमा गएर टाइम जोनलाई नेपाली टाइम भनेर कन्भर्ट गर्नुपर्ने हुन्छ र तपाईहरूको नजिकैको एम्बेसीको वेबसाइट खोल्नुपर्ने हुन्छ। मैले चाहिँ नेपाली राजदूतावास वाशिंगटन डीसी को वेबसाइट खोलेर देखाउँदैछु। त्यसपछि यो सबै प्राय इङ्ग्लिसमा लेखिएको छ, तर तपाईहरूले फर्म भर्नभन्दा अगाडि सबै मजाले पढ्नु होला। बिफोर बुकिङ एन अपोइन्टमेन्ट, हाउ टु बुक एन अपोइन्टमेन्ट सबै छ र यो पढिसकेपछि https://emrtds.nepalpassport.government.np छ, यसलाई क्लिक गर्नुपर्ने हुन्छ। अर्को स्टेपमा प्री एनरोलमेन्ट फर ई पासपोर्ट भनेर आउँछ। यहाँ तपाईहरूलाई थुप्रै अप्सनहरू छ, एप्लाई फर पासपोर्ट, एडिट भ्यू आदि र पहिलो पटक राजधानी लिन हो कि रिन्युअल, मैले चाहिँ रिन्यू गर्न आँटेको भएर रिन्यू क्लिक गरेँ। यो पढेर मात्र प्री इनरोलमेन्ट गर्नु होला, यो मजाले पढ्नु होला। त्यसपछि कति पेजेसको पासपोर्ट निकाल्ने हो, 34 पेजेसको हो कि 66 पेजेसको हो चुज गर्नुहोस् अनि प्रोसिड गर्नु होला। आई एग्री स्वीकृत छ। अर्को स्टेपमा अपोइन्टमेन्ट कन्ट्री छ, यहाँ तपाईँ नेपालभन्दा बाहिर हुनुहुन्छ भने अदर थिच्नुपर्छ र कुन ठाउँ हो लोकेसन, मैले चाहिँ वाशिंगटन डीसी यहाँ रहेछ, वाशिंगटन डीसी क्लिक गरेँ। त्यसपछि तपाईहरूले एपोइन्टमेन्ट स्लट लिनुपर्ने हुन्छ। 24 मा छैन, अक्टोबर 27 मा छैन, 28 मा बिहानको 11 र 10 बजे रहेछ। कुन समय तपाईहरूलाई पाएको पर्छ चुज गर्नु होला अनि क्याप्चा टाइप गर्नुपर्ने हुन्छ र त्यहाँ नेपाली अफिस चाहिँ 1 देखि 2 बजी चाहिँ लन्च ब्रेक हुने रहेछ, त्यो पनि बुझेर जानु होला। अर्को स्टेपमा तपाईले फर्म भर्नुपर्ने हुन्छ, जुन चाहिँ 30 मिनेटभित्र भरिसक्नुपर्ने हुन्छ। यहाँ तपाईले आफ्नो नाम, ठेगाना, सिटिजनशिप, नेसनल आइडेन्टिटी नम्बर अनि तपाईको सिटिजनशिप नम्बर, विशेष गरी रातो स्टार भएको तपाईलाई थाहा नै छ, त्यो मेन्डेटरी हो, त्यो चाहिँ भर्नै पर्छ। सिटिजनशिप डेट अफ इस्यु यो सबै भर्नु होला। सिटिजनशिप प्लेस अफ इस्यु, एप्लिकेन्ट्स कन्ट्याक्ट डिटेल्स, तपाईको फोन नम्बर, इमेल एड्रेस, मेल एड्रेस सबै चाहिँ यो भर्नु होला। कन्ट्याक्ट डिटेल्स इन केस अफ इमर्जेन्सी यो पनि भर्नु होला। र लास्टमा डेट अफ इस्यु भनेर चाहिँ यो चाहिँ राजधानीको भन्नु होला र यो अलिकति ट्रिकी छ। यो सिमेन्स रेकर्ड बुक भन्छ। यो चाहिँ तपाईको म्याच सकिन आँटेको हालचालैको पासपोर्टको नम्बर भर्नुपर्ने हुन्छ र त्यसपछि नेक्स्ट गर्नु होला। अर्को स्टेपमा तपाईको डकुमेन्टहरूको चाहिँ फाइल अपलोड गर्नुपर्ने हुन्छ। जेपीईजी र पीएनजी फर्मेटमा चाहिँ 300 KB भन्दा मुनिको साइजमा अपलोड गर्नुपर्ने हुन्छ। यसको लागि तपाईले सिटिजनशिप सर्टिफिकेटको फ्रन्ट, सिटिजन सर्टिफिकेटको ब्याक,
पासपोर्टको आदि अपलोड गर्नु होला। यदि तपाईको साइज ठुलो छ भने चाहिँ आफ्नो इमेलमा सेन्ड गरेर डाउनलोड गरे पनि हुन्छ। र फोर्थ स्टेपमा तपाईको इन्फर्मेसनहरु चाहिँ सही छ कि गलत छ एक्चुअली फेरि चेक गर्नुपर्ने हुन्छ। यो चाहिँ डेमोको लागि मात्रै हो। विशेष गरी अपोइन्टमेन्ट डिटेल्स फेरि पनि चेक गर्नु होला। अनि क्याप्चा टाइप गर्नु होला, त्यसपछि सेभ गर्नु होला। अनि नेक्स्ट स्टेपमा यो क्यूआर कोड भएको आउँछ, रिक्वेस्ट हैज बीन सक्सेसफुली सबमिटेड भन्ने। यो चाहिँ तपाईहरुले डाउनलोड गरेर प्रिन्ट गरेर एपोइन्टमेन्टमा लानुपर्ने हुन्छ। अर्को यो बारकोड वाला आउँछ एप्लिकेसन फर्म, तपाईहरुको इन्फर्मेसन हुन्छ यसमा। यो पनि तपाईले डाउनलोड गरेर प्रिन्ट गर्नु होला अनि एपोइन्टमेन्टमा लानुपर्ने हुन्छ। यो प्रिपरेसन फर द डे अफ एपोइन्टमेन्ट भनेको छ, यो तपाईहरुले वेबसाइटमा नि मजाले पढ्नु होला। मैले यहाँ हाइलाइट गरेको छु। 1 र 2 को क्यूआर कोड र बारकोड वाला अगाडि भनिसके। ओरिजिनल पासपोर्ट एन्ड इट्स कपी लानुपर्ने हुन्छ। थर्ड को अनि फोर्थ को नेपाली सिटिजनशिप र यसको कपी भनेको छ। ओरिजिनल छैन भने कपी मात्रै लगेर गए पनि हुन्छ। 5 को प्रुफ अफ स्ट्याटस अफ एप्लिकेन्ट इन द युनाइटेड स्टेट्स भनेको छ। र 6 को चाहिँ सेल्फ एड्रेस प्रिपेड रिटर्न एन्भलप भनेको छ। यो चाहिँ अलिकति यसले दुःख दिन सक्छ। यसको लागि चाहिँ तपाईको नजिकैको USPS अफिसमा जाने, त्यसपछि प्रायोरिटी मेल प्रिपेड एन्भलप भनेर त्यहाँ तपाईले लिनुपर्ने हुन्छ। एन्भलपको मात्रै चाहिँ पैसा लाग्दैन, तपाईले एन्भलपसँगै स्ट्याम्प्स लिनुपर्ने हुन्छ। स्ट्याम्प यस प्रकारको हुन्छ। अनि स्ट्याम्प लिइसकेपछि त्यहाँ तपाईलाई USPS ले ट्र्याकिङ बारकोड र दिन्छ र अन्तिममा यस्तो देखिन्छ। यो तपाईले लगेर जानुपर्ने हुन्छ, नत्र दुःख पाइन्छ। फी स्ट्रक्चर चाहिँ वेबसाइटमा पनि हेर्नु होला। तपाईले मनी अर्डर अथवा डेबिट कार्ड, क्रेडिट कार्ड युज गर्न सक्नुहुन्छ। अनि यो चाहिँ नेपाल एम्बेसी वाशिङटन DC को फोटो हो। त्यहाँ पुगिसकेपछि सुरुमा चेक इन गर्नुपर्ने हुन्छ। दोस्रोमा तपाईको डकुमेन्ट्सहरु चाहिँ भेरिफाइड गर्नुपर्ने हुन्छ। अनि तेस्रोमा पेमेन्ट बायोमेट्रिक्स एन्ड फोटोग्राफ भनेको छ, त्यो गर्नुपर्ने हुन्छ। फोटो चाहिँ कान देख्ने गरी, विशेष गरी महिलाहरूले चाहिँ आफ्नो ज्वेलरीहरु अनि टीकाहरु चाहिँ हटाउनु पर्ने हुन्छ। त्यसपछि डेलिभरी र पिकअप भनेको छ, यो चाहिँ वेबसाइटमा पनि हेर्नु होला। 6 देखि 8 वीक्स भनेको छ आफ्टर द अपोइन्टमेन्ट। र अन्त्यमा गुड लक एन्ड थ्याङ्क यू भेरी मच फर वाचिङ।